तपाईँ पनि मल बनाउन आउनुभयो भने मेरो मल हो मेरो मल तपाईँलाई दिँदैन नि ल अब सुन्नु है पहिला हामीलाई के सामान चाहिन्छ भने म भन्छु है अब हामीलाई के सामान चाहिन्छ भने म भन्छु पहिला यो चाहिँ खासमा होइन जीवा मल भन्छ होइन अरूहरूले झोलमोल भन्छ झोलमोल भन्दा पनि यो चाहिँ अलिक डेन्जर भन्दा अलिक कडा हो क्या यो चाहिँ त्यो हिसाबले यो चाहिँ झोलमोल झोलमोल होइन जीवा मल भन्छ पहिला सुरु हामीलाई चाहिँ ड्रम चाहिन्छ है यो चाहिँ 60 लिटरको ड्रम छ अनि त्यसपछि पानी छ त्यहाँ अनि यो चाहिँ तपाईँ अलिक कालो के हो भनेर सोधिरहनु भएको थियो यो चाहिँ गहुँत है त्यो भैँसीको गोरुको मुख त्यो गहुँत है अनि यहाँ छ अब तिते पाते छ हँसाउनु त पर्यो नि समाजमा त अनि यो यहाँ चाहिँ जङ्गलको माटो छ है ढुटो पनि छ है अनि यहाँ मर्चा छ अब उता गोबर पनि छ है अब हामी यहाँ पहिला सुरु होइन पानी हाल्छौँ है पानी चाहिँ 30 लिटर जति हाल्छौँ पहिला पानी यसो मिक्स गर्ने केही गर्नुपर्ने सबै हालेर गाईको मत अब होइन यो तपाईँले पनि हाल्नु यो 10 यो चाहिँ सबै हालेर घोल्ने मात्र हो क्या खासमा चाहिँ हालेर घोल्ने मात्र हो अनि यो चाहिँ तपाईँ कति दिनमा तयारी हुन्छ भने 23 दिनमा हुन्छ 20 देखि 23 दिनमा त्यति बेला त्यतिसम्म हुँदाखेरि चाहिँ चलाउन यो प्रयोग गर्न मिल्छ अझै 25 सम्म पनि मिल्छ यसरी अनि यो तिते पाते छ है तिते पाते असुरोहरू छ भने असुरोहरू पनि हाल्न मिल्यो है यो चाहिँ सक्खर है सक्खर नि हाल्नुपर्छ उसलाई कम गर्नुपर्छ यो चाहिँ मर्चा है कुनी नीति हो अब माटो होला हैन जङ्गल यो जङ्गलको माटो है चाहिन्छ जङ्गलको माटोले सबैले बिरयानीले खानु गयो भने त राम्रो ठाउँको त जित्यो हो एकदम खबरी खोला खरा धानको ढुटो भयो यो अनि यो मतलब 1 लिटर पानीले कति हो त्यही त ताली सबै तालमेर आउनु गोबर चाहिँ बेसी लाग्छ गोबर
पुरै हाल्छ एग्रिकल्चर पढेपछि यस्तै हो एग्रिकल्चर पढेपछि यस्तै हो पानी भने क्या हो होइन घरमा गरे होइन होला अब 4 भयो यस्तो खर्च त छेत्री बाहुनहरू के छेत्री बाहुन आइपी लिक्विड आइपी लिक्विड आइपो तलसम्म तल अड्किरहेको श्यामला आइपुग्यो ल साइड लगाउन अब छ नि सबै हाल्ने हो अनि मिक्स गरी चलाउने हो है यो चाहिँ मस्त चलाउनु पर्छ होइन अनि यो फेरि 3 दिनमा चलाउनु पर्छ है 3 दिनमा ट्याक्क 3 दिनको ग्यापमा गरेर चाहिँ बेलुका बेलुका चलाउनु अनि त्यो चलाएपछि के हुन्छ तपाईँको त्यो चाँडो कुहिन्छ क्या किन एकै ठाउँमा त्यो तल जम्मा भएर बस्छ नि त माटो तल झारो सब पर्छ तलदेखि चलायो भने चाहिँ चाँडो कुहिनको लागि चाहिँ है अनि तपाईँको अब यसको कसरी चाहिँ प्रयोग गर्ने भन्ने मनमा लागेर होला मैले भनिसकेँ तपाईँलाई केही दिनपछि चलाउनु मिल्छ भनेर होइन अनि यो छ नि 1 लिटर बराबर तपाईँको 7 लिटरमा चलाउनु मिल्छ है 1 लिटर छ नि 1 लिटर छ नि त्यो भइसकेपछि 1 लिटर ट्याक्क राख्ने पहिला 7 लिटर पानीमा मिक्स गर्ने त्यो चाहिँ अनि अब तपाईँको सानो बिरुवा छ भने 300 ml हाल्ने ट्याक्क यसो नाप्ने 4 औँलो पर राखेर चाहिँ अनि मानौ तपाईँको यो चाहिँ बिरुवा छ होइन 4 औँलो ट्याक्क पर राख्ने यसो नाप्ने 4 औँलो अनि यहाँ यसो एउटा सिङ्काले गोप्ने यसो गोप्ने अनि त्यहाँ हालिदिने 300 ml सानो छ भने 300 ml ठुलो छ भने 500 ml अनि त गोप्ने यो भयो होइन यो बिरुवा भयो यसो 4 औँला नाप्यो मानौ यहाँ आइपुग्यो होइन सिङ्काले गोप्ने अलिक खाल्डो बाँध्ने कि अलिकति यसो पानी हालिदिने यही हाल्ने 300 ml हाल्ने बिरुवा छेउमा त्यति हाल्दै हुन्छ 300 ml भनेपछि कति जति होला परेन बुझिसक्यो होइन चलाउनु पऱ्यो यसरी 3 दिनको ग्यापमा चलाउनु पऱ्यो चलाउनु पर्छ टाइम लाग्छ अनि फेरि तपाईँले फेरि त्यो डन्डीले त्यो रडहरू चाहिँ नचलाउनु यो फेरि काठले चलाउनु पर्छ काठले बाँसले चलाउनु पर्छ किनकि रडमा चाहिँ त्यो केमिकल हुन्छ त्यसमा फेरि रियाक्सन हुँदाखेरि चाहिँ अर्कै अर्कै नराम्रो हुन्छ फेरि नकारात्मक त्यो रिजल्ट चाहिँ आउँछ कि त काठले चलाउनु पऱ्यो कि त त्यो त्यो हाम्रो चाहिँ सूक्ष्म तत्त्वहरू चाहिँ मर्छ क्या त्यो हिसाबले अनि चाहिने सूक्ष्म तत्त्व हो क्या बिरुवाको लागि यति हो आफ्नो यति नै हो तपाईँले बुझ्नुभयो होला है अनि त्यहाँको औषधि एउटै होइन हजुर त्यहाँको मल चाहिँ औषधि